बाइक चलाउन आउँदैन? आउँछ। बाइक चलाउन आउँछ, लाइसेन्स छ? लाइसेन्स अहिले अचानक यहाँनिर बाइक ल्याउँदाखेरि मेरो खुट्टामा चढेको लाग्यो त छैन नि त, बसाएँ नि त मैले गाडी यता आएको बसाइहालेँ। अरे बाबा त्यो भन्नु खोजेन, अचानक गल्तीले मेरो यहाँ 5 औँलामा चढिदियो, 5 औँला पिछे भयो अन्त। चढ्या त छैन नि, म यता हालिहालेँ नि त मैले गाडी। लाइसेन्स कि छैन? किन चाहियो लाइसेन्स? अहिले लाइसेन्स छैन अनि गाडी लाइसेन्स किन चाहियो? चढाए मैले टच गरेको छु छैन नि। एकछिन आफै सोच्नु भाइ, यहाँनिर मेरो ट्याक्क खुट्टामा लाग्यो नि। यो चढाएपछि सोच्ने हो कि चढाइ छैन किन सोच्छु म? चढ्यो त चढाएको छैन नि। तपाईँले कुरो बुझ्नु भएन क्या। अचानक म यहाँनिर हिँडिरहेको छु होइन, अचानक तपाईँले ब्रेक अलि ढिलो अचानक नआनेर म बाहिर गएर हालु। बाइकको गाडीको लिकमा चढिरहेको छु नि त मैले त गाडी। त्यही त गाडीको मान्छेले त भनौँ यहाँ गाडीको अचानक ब्रेक लागेन अरे, मैले यहाँ खुट्टु यस्तो छ अरे, यो माथि चढ्यो अरे। चढ्यो त खुट्टामा चढ्यो त। म त यहाँनिर छु, मैले गाडी यता हालेर बसेँ कि नै, रोकेँ कि नै, चढेन नि। त्यही त भनिरहेको छु, चढेन तर अचानक चढ्दियो भए क्या हुन्थ्यो भन्ने हो कि। चढेन। अरे यार मेरो घरमा बुढा बाबामा छैन यार, मैले कमाएर पुरा कहाँबाट आयो भने यहाँ चढ्या त छैन नि। अरे कमाइ खाने हिँड्ने खुट्टा पिच्याउने ऊ हुँदैन के हुन्छ? कस्तो गाडीमा नचढ अहिले अचानक यहाँनिर म हिँडिरहेको छु अनि यहाँ गाडीले हिँड्ने मात्रै हो लाग्यो खुट्टामा चढ्यो। खुट्टामा चढ्यो कि नै? चढ्यो न अचानक नचढेपछि चाबी किन तान्छ? चढिदियो मान्छे चिनेर पुरा चिने चिन्ने मान्छे गाडी टोमिरहेछौ कस्तो बोल्दै भालै देखिएन यार। साथी यार म त कोही अरू मान्छे आँटेन, 5-6 हजार टाका लगाइदिनु भन्ने यार। सरी साथी मेरो कामै यही हो र, यति नै आने न्युज खोल्ने अनि 4-5 हजार झाड्ने। अब यो बेङ्गलोर आइने काम केही नै त अरू के भन्ने। अब सरी गाडी फोन हुन्छ त हो देव मैले पक्ष पनि के गरी म चाबी मात्रै निकाल्यो म बुझ्दैन गाडी मेरो गाडी 10 यस्तो बनाइदियो दाइ। मैले चाबी मात्रै निकाल्यो कारणले गाडी बन्द चाबी किन जाने? मैले यार दाइ तपाईँको गाडी पहिल्यै बिग्राउनु पर्छ यार। म चाबी मात्रै किन ल्याएँ कि नै त्यहाँबाट हिँड्ने आइसक्यो बिग्रिँदैन नै गाडी। म चाबी मात्रै झिकाएँ यार। ओ के गरी म थाहा छैन बाबु, तैँले क्या कप्टेन लागि त्यसलाई मलाई थाहा छैन। गाडी बनाइदियो मेरो। अरे यार दाइ यार मैले चाबी मात्रै, तपाईँको चाबी यस्तो थियो, मैले झिके मात्रै जाउँ के गरेर किन छोइ त गाडी? मैले तँलाई छोएँ, तपाईँले त सुन्नुभएको थिएन, अचानक छोइदियो मेरो खुट्टा त बिग्रियो। छोएन नि मैले। तैँले मेरो गाडी छोइ, अहिले बिग्रियो नि त गाडी बनाएको। गाडी बनाइदियो मेरो। त ग्यारेज यहाँ नजिकै छ गाडी स्टिकर जाने मेरो नयाँ गाडी हो। अरे यार दाइ यार मैले खालि यस्तो चाबी मात्रै झिक्या मेरो कि घाटै लगाएको छैन अरू यार। खै ल्या फेरि स्टार्ट भयो भने भयो, नभए अब तँ जाकिन्छ 4-5 हजार त अरू कौन चुना आन्नु दियो। अब म तँको आन्छु भयो बसी त्यो कप्टी आइदियो त्यहाँ अहिले उल्टो टाका लानु खोज्दा हुन्थ्यो नि त। न 5 हजार लुटु लाउने भने यार कहाँबाट आइसु यार, राम्रै मान्छे रहेछ। अस्पताल हातमा